यहाँ हाम्रो इटडीमा आएको छ यस्तो मान्छे नेपालभरि कति छरिएको होला साला मान्छे नेपाल यतिकै पैसा यो के भन्छ यो आर्थिक स्थितिले मन्दी भएर यहाँ कति नेपालको जागिरहरूले पैसा खानु पाएको छैन तलब खानु पाएको छैन बस यसलाई बसाउ है तल कतिजना आएको तिमीहरू कतिजना छ फेरि तल बस होइन नकली पैसा चाहिँ फोन गर पुलिसलाई बोला हात कसैले नहाल पुलिसलाई बोला फोन गर तिमीहरू अहिले कुट्छु नि म फेरि मैले हात हालेको छु है भाइ कुट्नु नपरोस् नि तेरो कतिजना मान्छेहरू आएको छ यहाँ भन् कतिजना मान्छे आएको छ फाल्तु कुरा नगर कतिजना छ पैसा दिन यहाँ देखाउनु हेलो म्याम यहाँ देखाउनुहोस् त म्याडमलाई यहाँ पैसा बुझाएको छ कतिजना आर्मी पुलिसले तलब खानु पाएको छैन यस्तो चोरहरूले गर्दाखेरि नेताले त ठग माछालाई इन्डियाबाट आएर ठगिरहेछ जागिर खाइरहेछ 10 दिने काम गरिरहेछ तलब खानु पाएको छैन हामी इलाकामा जाने के गर्छ यसलाई के गर्छ यसलाई इलाकामा जाने हो साला डाका नेपाललाई ठग्न जस नेताले ठगिरहेछ उल्टै साला इन्डियाबाट पनि आउने ठग्नु देख्नुभयो नकली पैसा हामीले पक्रेको यसलाई यहाँ गेममा आइरहेछ यत्रो पैसा लिएर 8-10 हजार रुपियाँ पैसा लिएर आइरहेछ लाटा हो नेपाली के नेपाली लाटा हो जनता सबै बाटो भइसकेको छ अहिले प्रशासनले पनि बुझ्नु पर्यो नेताहरूले पनि बुझ्नु पर्यो अनि यस्तो ठगी खानेहरूलाई त हामी त फेरि अहिले हामी नैतिकताले गर्दाखेरि मात्रै यसलाई केही पनि नगरी प्रशासनलाई बुझाएको कसले खेलाएको यही खेलाउने मान्छे को यहाँ ल जिम्मेवारी खेलाउने मान्छे हो यहाँ खेल्नु हुन्छ भन्ने मान्छे तल देखाउनु कसले भने देखाऊ कसले भने यहाँ खेल्नु हुन्छ भने देखाउनु मान्छे